Hello guys, namaste, welcome back to my YouTube channel. अनि आज चाहिँ हामीहरू काखिरमाबाट चाहिँ माथि यहाँ सिसाहरू पुस्न आँटेको हैन। अनि केही छैन, घर सफाइ गर्न आँटेको हामीहरू आज चाहिँ, त्यही भएर यसो भिडियो बनाइदिउँ भनेर। अनि अब हामी सफा गर्छौँ है त। के गर्नु अरे? अब त्यो भित्ता पुछ न त्यो सिसा। गाइस हाम्रो चाहिँ छत चाहिँ एकदम फोहोर भएर कागले हल्लेर अहिले एमोनिया भाइरस भन्ने आउँदैछ अरे, त्यही भएर हामी चाहिँ कागको गु सफा गर्दैछौँ भाइरस नलागोस् भनेर। भन न तपाईले भनेको सुनि त राइट टाइम मैले टाइमले सदा हालेको थिएन। ए हो टाइममा हालेको बिस्तारो भन्नुपर्ने खै त्यो थाहा छैन मलाई त्यस्तो। सुन्नु भने गाइस काकोले ला भिज्नु भयो तपाईँहरू, थाहा नै थिएन तल आएर बस्नु भएको छ भनेर। को साइली आमा मम्मी साइली दिदी पाङ्कीले साइली आमा भनेर खालि साइली आमा भन्न आउँथ्यो। गएँ दिदी के गर्नु जानु नि त काकी पुसेको जति गएको हजुर साइली दिदी छोड्दाखेरि घुम्थेर एकछिन अनि त्यहाँबाट घुम्नले बस्थेँ मजाले। बिहान अब मलाई बाहिर गरिएको जान्थेँ, गाडीसँग पुऱ्याइदिनु ममा भन्थे। विदेश जान्छु साइली छोडेर। ए हेर्नु न के भएको यो तर पनि सुन्छ पखाल्नुपर्छ नानी, अब पाइपले हाल्नु पखाल न, पखाल्दै आउनु त धेरै बेर हाल्नु झन् त्यस्तो हुन्छ क्या। बिफोर भर्सेस आफ्टर गर्नुपर्छ नि हाम्रो यसलाई। म नि पुछिसकेपछि आयो। तर भयो गएर होइन जान्छ क्या पखालेको। यो पनि भयो होइन, भुइँको पनि हेर त। त्यो घरको छोरी बुहारीहरू सफा गर्नु छोरा मान्छेहरू चाहिँ थप्दै पर्दैन र गर्नेकोले चाहिँ गर्छ नि। हाम्रोहरूको चाहिँ बाहिरै बिजी हुन्छ नि, त्यही भएर गर्नु भ्याउँदैन। हामीले एकछिन डर त नगरेको नि सिक्नु भनेर। तिमीले अस्ति कहिले ट्राई गरेको थियौ नि एकचोटि? त्यो एउटा अङ्कलसँग म दुईचोटि चढिसकेको थिएँ यहाँनिर। बाल्टीमा थाहा पनि फेरि बाल्टीमा सर हाल्नु मात्र आउँछ। म गाइजहरूलाई यहाँ हाम्रो उयो देखाइदिन्छु र। हाम्रो गाउँघर, हाम्रो घरको लोकेसन चाहिँ यहाँ है गाइज, यहाँ बाटोदेखि यहाँनिर। गाइज हामीले चाहिँ अब यहाँ यति सफा गरेर सिधाइसक्यौँ होइन। अब हामी छत पनि सफा गर्ने होइन। दिनभर लाग्छ आज गाइज, तर अलिक घाम छ। अब उता झन् छतमा जानु कस्तो टाउको हुन्छ कि घाम नघाम छैन। अनि हामी यहाँ सफा गर्ने, अनि उयो माथि छत पनि सफा गर्ने, अनि त्यहाँदेखि सिडीहरू पनि सफा गर्ने। यहाँ तल पनि सबै पानीले पानी पुग्यो। ओ बुवा मजा आउँछ हाम्रो चाहिँ।
यस्तो यो सबै यस्तो फुटेर चाहिँ त्यो ठाउँमा यसो फुटेर चाहिँ यिनीहरूबाट चाहिँ पानी छिर्दो रहेछ क्या अनि पानी सब छिरेको छ तल खै नि त मम्मी हाई भन्नु न मजाले देखिएन सबैजना भन्नु न सबैजनाले आयो भने गाइस यसको सपोर्ट चाहिँ हुनुपर्छ है सबैजना गाइस हाम्रो चाहिँ यतिको सफा भइसक्यो होइन यहाँ एउटा चिज देखाइदिन्छु के भन्नु न यहाँनिर मौरी नै मौरी अड्किरहेको छ यहाँनिर यहाँ छ उहाँ पर पनि छ उयो यहाँ त कस्तो कालो भएछ काकी यहाँ पानी पसेर सुन्नुभयो यहाँ कस्तो यहाँ हेर्नु न ऊ त्यसमा बिममा कालै कालो छ मैला पसेर हामी भेट्दैनौँ त त्यस्तो माथि त त्यस्तो भेट्दैनौँ हाम्रो बुद्धि पुगेन क्या गाइस एउटा यहाँनिर के अरे बिफोर र आफ्टर उयो बनाउने भनेर बिफोर एन्ड आफ्टरवाला काकीले एकछिनपछि सम्झिनु भयो त झन् मेरो त्यसमा दिमागै चल्दैन काकीले भन्नुभएको त्यो पनि सब पानी आधी सफा गरिसकेपछि भन्दै हुन् त यसरी भिडियो बनाएको भए हुन्थ्यो भनेर तर अब ठिकै छ के थिम थम्बनेल भयो गाइस अब पुरै सफा गरिसकेपछि देखाउँछ एकछिनमा बाई बाई गाइस म हजुरहरूलाई पनि देखाइदिन्छु सुले यहाँ हो पिङ्की भनेको भुसा कुकुर होइन फेरि जर्मन सेपर कुकुर हो नि हाम्रो घरमा 2-2वटा छ खै ए यहाँ परेको सुरी आमा गएको होइन यता हेर्नु न तपाईँ पनि आमै यता हेर्नु न भनेको कस्तो हाई भन्नु लु ए ल गाइस हामीले चाहिँ अब यहाँ सफा गऱ्यौँ अब हामी यहाँ छत सफा गर्न आँटेको होइन अब बाई बाई है त अब छत सफा गर्न यहाँ तपाईँ चढ्नु म भिडियो बनाइदिन्छु गाइस अब चाहिँ म चढ्न आँटेको है गाइस अब हामीहरू चाहिँ यहाँनिर सफा गर्न आँटेको यहाँनिर चाहिँ के छ भन्दाखेरि नि होइन यहाँ चाहिँ हाम्रो कागले जहिले आशीर्वाद दिन्छ बिहान बिहानै आएर यहाँनिर है एक हप्ता पनि भएको छैन हामीले यहाँ सफा गरेको फेरि यहाँ पनि त्यस्तै भएको छ तर योचोटि धेरै भएको रहेन रहेछ हौ त्यति मात्र छ यहाँनिर त राम्रो राम्रो यहाँ छ एक हप्ता पनि नभएको कति धेरै फोहोर हुन्छ यहाँ कति छिटो फोहोर हुन्छ तर हामी यति मजाले चाहिँ नपुस्ने किनकि खासै फोहोर छैन अस्ति भर्खर त पुसेको सर पानी हालेर तान्ने मात्रै तान्ने र के भन्छ तान्ने त थाहा छैन पोखाल त्यति नै हो नथिङ मोर देन द्याट नथिङ मोर देन म भ्लगमा इङ्ग्लिस बोल्नु पऱ्यो इङ्ग्लिसमा एक्सपर्ट हुनु परेन अनि होइन गाइस गाइसमा घोडा खेल्दै चाक भित्र लडेर अनि थाहा हुन्छ होइन अब सफा पानी नै पुगेन हौ त्यसै पानी सक्यो होइन यहाँ बटारेको अस्ति प्रगतिले कि हामी टुरमा पादी होइन त्यसले हाल्नु भने मारिदिन्छु भन्दै म त थप्नुमा उयो अगाडि हालिदिन्छु पखातिर भनेर भनेको थिएँ कि मैले अनि त्यसले नहाले न भन्नु भनेको थिएँ मैले मेरो अगाडि नै हालेको पुइक्क चाक उठाएर पादेको होला अनि के भनेको छु अनि हामी त्यसमा हामीले भ्लग निकाल्नु टिभीमा अनि हामीले भ्लग
अरे ढिलो चाहिँ ढिलो पकायो नि त अब सबैले छिटो गर्नु परेन नि त अब त्यो गरेको थिएँ हुँदैन भने चाहिँ हामीलाई कस्तो भन कति साह्रो परेको थियो त्यो दिन याद छ हातको कसरी ढिलो त्यो मैले हालिदिउँ पानी गाइस अब हामीहरू चाहिँ यहाँ के भन्छ माथि होइन सिडी होइन माथि हामीलाई छत पुसेर चाहिँ भ्यायौँ अनि अब यहाँ हामी म चाहिँ बढाल्दैछु काकी चाहिँ पुस्दै हुन्छ अब यहाँ पुस्ने अनि यहाँनिर पानी कति धेरै पोखिरहेको छ यहाँनिर माथिको यहाँ माथिको सफा गरेर अब यहाँ सफा गरेर हजार यो त के पानी हालेर सर हालेर भर्दैन एकचोटि हप्तै सफा गर्नुपर्छ कहाँ यहाँ गर्नु पर्दैन हौ अनि अब यहाँ सफा गर्ने अनि त्यहाँदेखि तल तलको देवाल पनि यस्तो घाममा पुस्नु अनि त्यो घाममा त राम 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 कसलाई ए आऊ गाइस अब हेरेर यहाँ भ्लगमा हेरेर अब यो बडालाई चाहिँ कहाँ फ्याल्नु यहाँनिर त उयो नै छ त पानी हाँ ए डिस्क्रिप्सनमा हालिदिन्छ है गाइज मेरो फोन नम्बर सबैजनालाई अनि यहाँ सफा गर्न आउने म गाइस घन्टी लगाइदिन्छु भोट
गाइस हामी पुरा दिने मेरो त भोट टिप्स यहाँबाट छ मेरो आगे छापबाट छ अस्ति त हामीले बनाउनै भ्याएनौँ मेरो नभए भएको भए त म बालनमा हालिदिन्थेँ यी साल चाहिँ माटो साटो थ्याङ्क यू सो मच गाइस फर वाचिङ माई भिडियो अनि अब चाहिँ हामीले सफाइ गरेर पनि अघि भइसक्यौँ होइन मैले इन्डिङ चाहिँ गर्न बिर्सिरहेको थिएँ अनि अब चाहिँ इन्डिङ गर्न लागेको अनि प्लिज डु लाइक सेयर एन्ड सब्सक्राइब माई युट्युब च्यानल अनि अब चाहिँ म करेन्ट बनाएर खाना दिएको बाई बाई